अभिवादन दर्शकवृन्द, आज म प्रस्तुत गर्न गइरहेको छु सक्की गौनी हास्य सिरियलको दोस्रो भाग। कृपया ध्यान दिएर सुनिदिनु होला। मन परेमा लाइक कमेन्ट गरिदिनु होला। पहिलोचोटि यो च्यानल हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। साइडमा रहेको बेल सिम्बल पनि थिचिदिनु होला। त्यसपछि त तपाईँ हामी साथ भइरहनेछौँ। सक्की गौनीको दोस्रो भाग। बलेर छोटी ड्रागन फ्रुटको फर्ममा सँगै बाँच्ने मर्ने कसमका साथ देखा पर्छन्। पाँडे बुढा बाज लिएर गीत गाउँदै बस्छन् अनि साङ्लो यानि कि कक्रोचसँग त्यही बाजको फुर्ती लगाउँछन्। बले कोदाको रक्सी खाएर शीतनको बारेमा सोचिरहेको हुन्छ अनि कक्रोच भने त्यही ग्यालनमा पानी ल्याउने भनेर बलेलाई भन्दा यो पानी हैन जिन्दगानी हो भन्छ। त्यसपछि कक्रोच शीतनको व्यवस्था गर्न घरतिर लाग्छ। त्यहाँ गएर बाजलाई भाले ल्याउन अर्डर गर्छ। बाजले उल्टै उसलाई आक्रमण गर्दछ। बाजले कक्रोचलाई खेद्न विधि खेद्छ। बले भने साङ्लोले कतिखेर शीतल ल्याउँछ भनेर कुरेर बस्छ। बाजले त कक्रोच जगल्टेको जगल्ट पुरै सकाइदिन्छ। घाइते जगल्टे जिउँदो बाउको एक छाके बार्ने भनेर सुलमारी नखाने सल्लाह बलेलाई दिन्छ। आफ्नो डेडलक बाउले देखाएपछि बाजसँग नसकिने रहेछ भन्दै त्यहाँबाट कक्रोच जान्छ। फेरि बलेले ती लटालाई जोड्न गाउँको माड बनाएर टाँस्न लाग्छ अनि हजामकोतिर लाग्छ। बले फेरि छोटीसँग मस्किन थाल्छ। अचानक छोटीका बा धतुरे बुढा आएर बलेलाई बगाउँछन्। पाँडे भने बाजसँगै रमाएर बसिरहँदा कक्रोच टुप्लुक्क आइपुग्छ र बाजलाई फेरि नथर्काउने भनी बाजसँग माफी माग्छ। बाज पनि कक्रोचको काँधमा गएर बस्छ। कक्रोच बाज बोकेर बलेलाई भेट्न जान्छ। त्यसपछि बले र कक्रोच सुलमारी लगाउन आले कहाँ पुग्छ। उता बाजले पनि सुलमारी खाइदिन्छ। त्यसपछि बाज टेबलमा बलेर साङ्लो बेन्च मुनि लुकेर जुम पर्छ। धतुरे बाबाट छोटीलाई उछिट्याएर ल्याउन बाजलाई पठाउँछन्। छोटीलाई बाजले उडाएर लैजान्छ। धतुरे बा छोटीलाई बाजले लग्यो, छोटीलाई बाजले लग्यो, बचाऊ भन्दै चिच्याउँदै पछि लाउँछन्। तर बाजले छोटीलाई बलेसँग नलगी अन्तै कतै लैजान्छ। उता बाज हरायो भनेर साङ्लेको बाउ पाँडेले साङ्लोलाई यानि कि कक्रोचलाई पाता कसेर भकुर्छ। छोटी भने अर्को दृश्यमा मुस्लिमको पोसाकमा दुबईको कुनै दरबारमा पुग्छ। बाज उनै मुस्लिम शेखको आडमा बसिरहन्छ। शेखले छोटीलाई प्रेम प्रस्ताव राख्छ। छोटीले म दुबई छु भनेर बालेलाई मेसेज गर्छ अनि ब्लक हुन्छ। त्यसपछि त्यो बाज दुबईको शेखले पाँडेलाई उपहार दिएको हुन्छ अनि बले उतै दुबई जाने योजना बनाउँछ। छोटी भने बले बिना बाँच्न नसक्ने कुरा शेखलाई सुनाउँछ। बले दुबई जान जहाजमा पनि चढ्ने, उता छोटीलाई शेखले घर पुर्याइएको खबर साङ्लोले गर्छ। बले भने प्लेन रोकौं भनी रोइरहन्छ तर प्लेन उडिरहन्छ। अचानक यो भाग यही सकिन्छ। अर्को भागको लागि फेरि प्रतीक्षा गर्नुहोला। हस्, नमस्कार।